के यस्तो पाराले अब आउने T20 वर्ल्ड कप क्वालिफायरमा नेपाल छनौट हुन सक्छ त? के नेपाली खेलाडी बिकेकै हुन् त? जब जब देशको लागि केही गर्ने मौका आउँछ तब तब नेपाली टिम फ्लप किन? नेपाली टिमलाई लागेको आरोप हो यो। यसको जिम्मेवारी के, यसको जवाब नेपाल क्रिकेट बोर्डले दिनुपर्छ कि पर्दैन? यस्ता तमाम प्रश्नहरू उब्जाएको छ यो हारले। के खेलेको नेपाली टिमले? जब कुवेत ब्याटिङ गर्दै थियो अलमोस्ट 12 ओभरमै आफ्नो पक्षमा कुवेतले खेल लगेको थियो। जब बाँकी 8 ओभरमा नेपालले राम्रो कमब्याक गर्यो, खेल आफ्नो नियन्त्रणमा ल्यायो। जबकि टार्गेट 175 थियो। यो ग्राउन्ड हेरी टार्गेट खासै त्यति ठुलो मानिँदैन, तर पनि नेपाल फ्लप। कुवेतका लागि राजिमाले 36 बलमा 63 रन, किलिनोटोले 14 बलमा 26 रन र उस्मा मागिनीले 15 बलमा 23 रन जोडेका थिए भने कतारका तर्फबाट 174 रनको जोडेको थियो। टोटल 174 रन जोडेको थियो, 175 को टार्गेट दिएको थियो। र नेपालका तर्फबाट सम्पाल कामीले जब नेपाल ब्याटिङ गर्ने पालो आयो तब कुशल बोत्ते 3 रनमा र आसिफ सेठ 21 रनमा, कुशल मल्ल 0 र दिपेन्द्र सिंह ऐरी 0 र अलमोस्ट 4वटा विकेट पावर प्लेमा नै गएको थियो। यो पाराले के नेपालले प्रगति गर्न सक्छ? अब बाँदर बढी जान्ने भयो भने गेडा च्यापेर मर्छ भन्थे, हो रहेछ। नेपाल बढी जान्ने भएर नै हो के अब यसको नन्दन यादव र बसिर अहमदले मात्र लिदिनु पर्ने? उनीहरूले मात्रै खेल्नु पर्ने, अरूले नखेल्नु पर्ने? के हो यो? यो पाराले नि हुन्छ? नेपाली क्रिकेट यसरी नै बढ्छ? सिनियर खेलाडीले जिम्मा लिनु पर्दैन? म्याचुरिटी देखाउनु पर्दैन? केटाकेटी पारामा खेलिदिने? यस्तो नि हुन्छ कतै? यो भएन के? यो फिटिकै भएन। यो तरिकाले खेल्यो भने नेपालले यो जब कुवेत जस्तोसँग त ट्रफी जित्न सकेन भने अनि अरूसँग के खेल्छ त? अरूसँग त्यही गेडा हेरे हेरे हो। बाँदर धेरै जान्ने भयो भने गेडा च्यापेर मर्छ भन्छ नि, सेम त्यही भयो क्या। नेपाल बढी जान्ने भयो क्या, अनि गेडा च्यापेर मर्यो नि त अन्तमा त्यति रन पनि नन्दन यादव र वासिर अहमदले नहानिदिएको भए बन्थ्यो। झन्नै जिताइसकेका थियो यो दुईजनाले। अरू त्यो हस्तीहरू सधैँ नेपाली टिमबाट खेलिरहने, खै के गरे त? यी हेर्नु, नयाँ केटाहरू आयो। नन्दन यादव कति राम्रो खेल्यो, वासिर अहमद कति 80 रन हान्यो, नन्दनले 35 हान्यो। नयाँलाई चाहन दिनु पऱ्यो कि यो पुरानो काम भएन क्या, नयाँ। अनि अर्को कुरा, फर्ममा नभएको खेलाडीलाई किन खेलाउनु? कुशल मल्ल फर्ममा छैन, उसलाई खेलाइरहेछ, त्यसको ठाउँमा अर्को हाल्न सकिँदैन। ठगुन्ना छ, किरण ठगुन्ना छ, राम्रो राम्रो खेलाडीहरू नेपालमा छ त, नभए हो। फर्म नभएकोलाई निकाल्नु पर्यो के? पुरानो खेलाडी हो, सिनियर खेलाडी हो, यसले राम्रो गरेको थियो पहिला भनेर भएन क्या। करेन्टली फर्ममा को छ त्यसलाई गराउनु पर्यो नि। इन्डिया पाकिस्तान जस्तो हुनु पर्यो, अस्ट्रेलिया जस्तो, इङ्ल्यान्ड जस्तो। जो फर्ममा छ त्यसलाई राख्छ, नत्र भने स्क्वाडमा समेट्छ, साइडमा राख्छ। नेपाल क्रिकेट सङ्घले के गर्नु पर्यो भनेपछि होइन, जो फर्ममा छ उसलाई राख्नु पर्यो के, तब मात्र म्याच जितिन्छ क्या। फर्म नभएकोलाई राख्यो भने त्यही हो, 0 रनमा आउट हो। ल दिपेन्द्र त भएन। कुशलले के खेल्यो? पहिलोमा थिएन, 0मै आउट भयो। योपालि पनि 0मा ट्रफी हार्यो नि त। ट्रफी कहाँबाट आउँछ अब? जब कतार विरुद्ध, कुवेत विरुद्ध त ट्रफीमा वञ्चित हुन्छ भने अरू ठुल्ठुलो अब के अरे दुबई, ओमान, अरू देशलाई जित्न सक्छ त। अब T20 वर्ल्ड कप आउँदैछ, के हुन्छ हालत? T20 वर्ल्ड कप क्वालिफायर आउँदैछ, यही कुवेत छ नेपालको समूहमा, के जित्छ त? अब यही पाराले हो भने यिनीहरू आत्मविश्वासका साथ अगाडि गए, नेपाल टिम के हुन्छ त? यो हरेक कुराहरू नेपाल क्रिकेट सङ्घले बुझ्न जरुरी छ क्या। करेन्ट वास्तवमा कुवेतले राम्रो खेल्यो, कुवेतलाई धेरै धेरै धन्यवाद छ। र आउने दिनहरूमा चाहिँ नेपालले अलि राम्रो गर्नु पर्यो। यो पारा केटाकेटी पाराले अलि भएन। र कुवेत पनि अब T20 क्वालिफायरमा नेपालसँगै छ होइन। नेपालले अब प्लान बनाउनु पर्यो के, हामी सर्वसत्ता हो भनेर के अरे गर्नु, घमण्ड गर्नु भएन क्या। हाम्रो प्रतिद्वन्दी कुवेत पनि हो, जसरी ओमान र युए थियो नि, अब कुवेत पनि हो र अन्य राष्ट्रहरू पनि छ भनेर अलिकति गर्नु पर्यो क्या, घमण्ड नगरौँ।